विद्यालय आएर हाजिरी गर्न रजिस्टर पल्टाउँदा चाहिँ मेरो चाहिँ हाजिरी काटेको देखियो सर। उससे सब बात हमने बुझब हमरा कहल यति बेर जा लगा दियो हम लगा देलु उ बात सब हेड मैडम बाजो। हजुर हाजिरी काटिएको छ। कति दिनको? हिजो हामीले गर्यौं हाजिरी। हामी शिक्षा नियावलीमा प्रष्ट व्यवस्था छ। सर्वा भएपछि 21 दिनभित्र रमाना लिनुपर्ने प्रोभिजन छ। तपाईको दादागिरी हनुमाननगर तपाईको पालिकामा चल्छ, यो पालिकामा तपाईको दादागिरी चल्दैन। त्यो सरासर झोटो हो। हामीले अहिलेसम्म चाहिँ 20-21 जनाको मात्रै सरुवा गरेका हौं। चाबी साँचो छैन मलाई सँगमा त म सायद अब घर जानु तब ल्याउनु साँचो। वास्तवमा यो दरबन्दी मिलानकै क्रममा सरुवा गरिएको अवस्था हो। हाम्रो सरकारी सामुदायिक विद्यालयहरू सबै सुकेर गएको छ। अहिले उहाँ म्यामसँग स्पष्टीकरण लिनुहुन्छ? एकदमै। उहाँलाई चाहिँ अहिले त्यसैको लागि हामीले चाहिँ बोलाएका हौं। नमस्ते, स्वागत छ यहाँलाई कार्यक्रम सीधा प्रहारमा। म आदित्य हजुर। दर्शकबिन यहाँहरूलाई जानकारी गरौँ, यति बेला हामी सप्तरीको राजविराज नगरपालिका वाडा नम्बर 7 स्थित रहेको श्री आधारभूत विद्यालय केन्द्र नम्बर 2 मा छु। दर्शकबिन यहाँहरूलाई जानकारी गरौँ, हुन त राजविराज नगरपालिकाको शिक्षा यति बेला ध्वस्त बनाइएको छ। देख्न सक्नुहुन्छ 2 जना म्याम हुनुहुन्छ, शिक्षिका हुनुहुन्छ। फोन गर्नुभयो, सर आज 2-3 देखि हामीहरू एकदमै मानसिक तनावमा छौँ, धेरै नै समस्या भोगिरहेका छौँ। अब उहाँहरूको समस्या के हो त, उहाँहरूकै मुखबाट सुनौँ। तपाईँको परिचय भन्नुहोस् त। नमस्कार, मेरो नाम मिना निरौला हो। मेरो चाहिँ सानो बच्चा छ। म 2 सालदेखि यहाँ काम गरिरहेको छु। अनि अब अहिले मेरो सरुवाको विषयमा आएको छ। मेरो उहाँ माथि मलेट जनसेवा आबिमा भनेर आएको छ। तर के उसले गरियो, मेरो यस्तो बच्चा पनि छ, तर म कसरी जाने, त्यहाँ के गर्ने भन्ने मलाई एकदम चिन्ता र तनाव परिरहेको छ। यहाँ यदि दरबन्दी नै धेरै भएको भए कुनै ठाउँमा सहज ठाउँमा अर्को स्कुलमा पनि मिलाइदिन सक्नुहुन्थ्यो होला उहाँहरूले पनि। तर हामीले निवेदन दियौँ, निवेदनको पनि केही सुनवाई भएको छैन, त्यसको केही प्रतिक्रिया पनि आएको छैन। धेरै नै टाढा छ, यहाँबाट नि निकै छ। अब साधन कुदाउँदिन, यत्रो सानो बच्चा छ। साधन अब सिटीमा जाउँ भने पनि सिटी पनि समस्या। अनि यो बाबुलाई घरमा राख्दा हुन्छ नि त म्याम? घरमा राख्दाखेरि म एक्लै नै छु सर। म रुम बसिरहेको छु, म एक्लै छु। यसलाई हेरचाहदेखि सम्पूर्ण जिम्मेवारी म आफैमा थपिएको छ, अरू कोही पनि हुनुहुन्न सर। त्यही भएर गाह्रो भइरहेछ म्याम? एकदमै गाह्रो भइरहेछ। अनि मैले जानकारी पाए अनुसार तपाईँहरूको यहाँ चाहिँ हाजिरी पनि काटिएको रहेछ? हजुर हाजिरी काटिएको छ। कति दिनको? हिजो हामीले गर्यौं हाजिरी। हामी हुन्जेल हामी 12 बजीसम्म जुन काम गर्यौं त्योसम्म थियो। त्यस पछाडि हिजो भयो या आज भयो थाहा भएन। आज बिहान हामी 6 बजी आउँदाखेरि हाजिरी कटिसकेको। कति दिनको हाजिरी कटेछ? हिजोको पनि हाजिर गरेको पनि कटेको छ। आज पनि यस्तो रातो चिन्ह लगाइसकेको छ र भोलिको पनि लगाएको छ। 2 दिन गरेकोदेखि बाहेक 2 दिनमा गरिसकेको छ सर। यहाँको परिचय भन्नुहोस् त। नमस्कार, मेरो नाम रिङ्कु दास। म यहाँ चाहिँ 2080 सालमा 80 चैत 12 गते 12 महिना 26 गते नियुक्ति भएको थियो र 27 गते विद्यालयमा हाजिर भएको थिएँ। हाल यहाँ 2 वर्षदेखि नै कार्यरत रहेको छु। अहिले दरबन्दी मिलानको के भन्छ क्रममा मेरो चाहिँ अहिले काज सरुवा गरेको चाहिँ मैले चाहिँ 1 गते विद्यालयमा चिठी आएको थियो। तर मेरो बच्चा सानो भएकोले, एकदम सानो छ, 1 वर्षको छ र आफू पनि साधन चलाउँदिन र बसाइ भनेको अहिले मेरो घरभन्दा धेरै नै बाहिर छ। श्रीमान श्रीमती 2 जना बसिरहेको छु र श्रीमान पनि जागिरकै क्रममा हुनुहुन्छ। अहिले यहाँ सहज वातावरणमा यहाँ थिए, बच्चा लिँदै पनि आउँथे, सरले पनि पुगाइदिनु हुन्थ्यो। तर अहिले मलाई पाएको भन्दा धेरै असहज ठाउँमा पठाइदिनु भएको छ, जुन म बच्चा लिएर आफू पनि साधन चलाउन सक्दिनँ। त्यसै क्रममा मैले 1 गते नै गएर कार्यवाहक मेयरज्यूसँग निवेदन दर्ता गराएर होइन, मैले शिक्षा शाखामा मैले त्यो निवेदन बुझाएको थिएँ र उहाँहरूसँग पटक फोन गरि नै रहेको छु। र मेरो निवेदनमाथि के छलफल भयो म्याम भनेर भन्दाखेरि तपाईँहरूको निवेदनमाथि छलफल हुन्छ म्याम, आज बस्छु भोलि बस्छु भनेर उहाँहरूको प्रतिक्रिया आइरहेको छ। तर हिजो गएर म यहाँ विद्यालय आएँ होइन, आफ्नो पुरा ड्युटी गरेँ र हाजिरी पनि गरेको थियो। तर आज विद्यालय आएर हाजिरी गर्न रजिस्टर पल्टाउँदा चाहिँ मेरो चाहिँ हाजिरी काटेको देखियो सर। हिजो पनि काटेको देखियो, आजको काटेको देखियो र भोलि बुधबार भोलिको पनि चाहिँ रातो र त्यो डटले चाहिँ त्यो गरेको देखियो सर। अनि मैले चाहिँ लिखित रूपमा निवेदन यहाँ दर्ता गराइरहेको छु कि मेरो के कारणले चाहिँ किन कसको निर्देशनमा चाहिँ मेरो चाहिँ त्यो हाजिरी काटिएको हो भनेर। तर म्यामले, सहायक म्यामले भन्नुहुन्छ मैले चाबी बिर्सेर आएको छु, उहाँ चाहिँ लिएर आउँछु भनेर भन्दै हुनुहुन्छ। तर बाँकी के हुन्छ म भन्न सक्दिनँ सर। तर जसरी तपाईँले मलाई भन्नुभयो कि तपाईँको उहाँको र तपाईँको एकदमै सानो बाबु हुनुहुन्छ है? हजुर, यही हो सर मेरो सानो बाबु। अनि मेरो श्रीमानले बोक्नु।
दुवैजनाको चाहिँ एकदमै सानो बाबुहरू हुनुहुन्छ अनि यहाँबाट चाहिँ अलिकता यहाँ चाहिँ सजिलो हुन्थ्यो तर यहाँबाट जसरी दरबन्दी मिलान गर्ने क्रममा काज सरुवाको क्रममा जसरी तपाईँहरूलाई चाहिँ जुन विद्यालयमा ट्रान्सफर गरिएको छ त्यहाँसम्म पुग्नलाई अथवा त्यहाँ पढाउनलाई गाह्रो हुन्छ हजुर धेरै नै हुन्छ सर। जस्तै अब मेरो बसाइ भनेको मुसरी टोला नजिक हो। यहाँबाट मलाई रुप्नीसम्मको सिटी लिनु पऱ्यो, रुप्नीबाट मलाई नहरसम्मको सिटी लिनु, नहरबाट पनि भित्री मलाई मेरो स्कुल छ, भित्री जान पनि मलाई सिटी लिनु पऱ्यो। यो दरबन्दी मिलान गर्ने क्रममा यो काज मिलान गर्ने क्रममा तपाईँहरूसँग कुनै पनि सोधपुछ भयो म्याम कुन विद्यालयमा? कुनै सोधपुछ भएन। प्रमामसँग सोद्धा पनि उहाँले पनि भन्नुभयो कि हामीसँग कुनै यो छलफल नगरिकनै सोधपुछ नगरिकनै हामीले डाइरेक्ट स्कुलमा चाहिँ चिठी आएको हो भनेर भन्दै हुनुहुन्छ। अनि अहिले यहाँ चाहिँ विद्यालय आउनुभयो बिहान यहाँ चाहिँ हाजिरी गर्ने क्रममा देख्नुभयो कि तपाईँहरूको दुवैजनाको हाजिरी यहाँ चाहिँ रातो पेन लगाइएको छ काटिएको छ भनेर? हजुर पेन लगाएको आज देखेको सर। अहिले निमित पर आउनुहुन्छ। म्याम यहाँको परिचय भन्नुहोस् त। बबिता यादव, म अथि राईबिराई नगरपालिका ट्यु क्याम्पस घर छ हाम्रो। यहाँ निमित हुनुहुन्छ अहिले? निमित हुनु। उहाँहरूको हाजिरी कसले काट्यो? हाम्रा हेडमास्टर सल्लाह तल त हेडमास्टरको अनुसार कैलु हम। हेडमास्टरले प्रधान अध्यापकले तपाईँलाई भन्नु कि दुईजना म्यामको हाजिरी काट्नुहोस्? काट्नुहोस्। किन काट्नुहोस् त्यो भन्नु भएन? त्यो भन्नु भएन, मलाई भन्नुभयो रेजा लगाइदिनु म्याडम भइहाल्यो। अरू बात हमने कुछ बजेपछि हमरा यति भी कहल कि रेजा लगाइदियो भए गेल। तपाईँले कुन कारणले म्याम गर्नुभयो किन काट्नुभयो? हेड मैडम जानत बुझलिए न उ से सब बात हमने बुझब हमरा कहल यति भी रेजा लगा दियो हम लगा देलु उ बात सब हेड मैडम बुझ। अनि उहाँहरूको चाहिँ अहिले निवेदन पनि दर्ता गरिराख्नु भएको छैन भनेर भन्नुभयो मलाई के हो? अब निवेदन त हमरा चाबी देने य त हम अखनी चाबियो नहीं य हम डेरामा राख अथी बैगमे बिसरि गेलु त हम केना के निवेदन दर्ता करब? हेड मैडम रहती तब ने। हेड मैडम आइ 2 दिना भेल य दर्ता हेड मैडम न करते त हम की करबै? तपाईँ साँचो चाहिँ बिर्सिनु भयो तर यो हाजिरी काट्न बिर्सिनु भएन? नहीं बुझलिए ई बात हमरा कले कहलकै त हम आए त साँचो आए के काम छले साँचो के न। तखन हम तेल मसाला सब कीन के लावलिए तो हमरा से यदि याद रहते साँचो के लिए तो हम निवेदन खातिर हम साँचो नहीं लावलिए से बात तो नहीं छी। तपाईले यो हाजिरी काट्नु भयो अनि त्यसपछि उहाँहरुको चाहिँ निवेदन दर्ता गरिराख्नु भएको छैन यो गल्ती गर्नु भएन? निवेदन पुनः दर्ता गरेर राखेको छ। चाबी साँचो छैन मलाई सँगमा त म साँझ अब घर जानु तब ल्याउनु साँचो। उहाँ दुईजना म्यामको ससानो बालबालिकाहरू छ है अनि उहाँहरूले चाहिँ यत्रो टाढा सरुवा गर्नुभयो त म गरे हैन मैले सोधे त्यो राम्रो भयो कि नराम्रो भयो? सुन्नु यो त नराम्रो भयो यो त हाकिमको आदेश हो नि मेरो आदेश त होइन त्यो हो मेरो आदेश त भन्नु। मैले यति मात्र सोधे कि यो यी राम्रो भयो कि नराम्रो भयो? नराम्रो भयो सोध्नु त रिङ्कु मैडमले म भने कि कतिले यति दूर दए देलकै नजदीक पासमा देतिए कतहु त नीक हेतै कथीले दए देलकै त अब हमरा हाथके बात त नहि छै ई बात जे हम दए देलिए त हमरा सबके जा जानबै सएह ने पुछियो त रिङ्कु मैडमके कहलिए ने जे कहलकै एले लेटर त हमरा सबके कहलिए कथीले देलकै नजदीक देतिए त नीक हेतै त कहलकै देखियो मैडम कोन गामके नाम कहलकै हमरा सेहो ने मन यऽ तै गाममा दए अएली। यो विद्यालय 6 सम्म छ? 6 सम्म। यो चाहिँ कतिजना शिक्षक शिक्षिकाहरूको दरबन्दी छ? यता त पहिला से 7टा दरबन्दी रहे सर दरबन्दी रहे त हेड सर रहे रमेश लाल दत्त रहे त सबटा रिटायर भेले एतना से 3टा 4टा टीचर रिटायर भेल छै उस दरबन्दी रहे तब न ई टीचर 3टा एले या 4टा दरबन्दी जने रहते त नहीं ने एतके टीचर। अहिले कुल शिक्षक अहिले तपाईको विद्यालयमा शिक्षक शिक्षिकाहरूको जम्मा संख्या कति? 7 जना छ। 7 जना 2टा बाल विकास छै एकटा पिउन छै त दरबन्दी टीचर छै 7। ल हस् थ्यांक यू है। ल मेरो नाम अरविन्द कुमार दास र श्री आधारभूत विद्यालय केन्द्र नम्बर 2 मा कार्यरत शिक्षक श्री रिङ्कु दासको श्रीमान म पनि हनुमान नगर कंकाली नगरपालिका वडा नम्बर 10 मा रहेको श्री जनता आधारभूत विद्यालयको प्रावि शिक्षक। अनि यहाँ चाहिँ समस्या के भयो तपाईहरुले? यहाँ समस्या के भयो भने हुन त दरबन्दी मिलानको क्रममा काज सरुवा नहुनुपर्ने हो तर दरबन्दी मिलानको क्रममा यहाँ काज सरुवा गरिएको छ र काज सरुवा हुँदा पनि सम्बन्धित शिक्षकसँग सल्लाह सुझाव लिनु पर्थ्यो तर कुनै पनि शिक्षकसँग सल्लाह सुझाव लिनु भएन। उहाँहरूले के गर्नुभयो भने विद्यालयमा डाइरेक्टली चिठी पठाइदिनु भयो र म्याडमहरूले चिठी बुझ्न मान्नु भएन। त्यसपछि 1 गते चिठी आयो चिठी सोही दिन हामीले शिक्षा शाखा को हाम्रो के रे हामीले निवेदन दिएका छौँ। निवेदन भनेको हाम्रो कार्यवाहक प्रमुख ईश्वरत परिमिललाई हामी निवेदन दिएका छौँ र सोही दिनदेखि प्रत्येक दिन हामी भेटेर र फोनमा पनि हामीले के त्यो निवेदनमाथि छलफल भयो के भयो भनेर उहाँले के भन्नुभयो भने हामीले छलफल गर्छौँ छलफल भएको छैन बस्नै भएको छैन हामी छलफल गरेर तपाईहरूलाई हामीले जानकारी गराउँछौँ। त्यस पश्चात हामीले के गर्यो भने त्यो शिक्षामा भएको जति पनि पदाधिकारीज्यूहरू हुनुहुन्छ
सबैसँग हामी इन्डिभिजुअली कुरा गऱ्यौँ। सबैले पनि उहाँलाई होइन यस्तो यस्तो समस्या छ, यस्तो समस्यामा यस्तो नगरौँ, किनभने कानुनमा पनि यो कुरा उल्लेख छ कि गर्भवती महिला होस् चाहे 3 वर्षभन्दा सानो बालबच्चा भएको मान्छेहरूलाई या त सरुवा गर्नै पर्यो भने पाइक पर्ने ठाउँमा गरिदिनुपर्छ भन्ने कुरा, सहज हुने ठाउँमा पाइक पर्ने ठाउँमा गर्नुपर्छ। तर उहाँहरूलाई हामी यो कुरा भन्दा पनि निवेदन दिँदा पनि कुनै किसिमका सुनवाई गर्नुभएको छैन। र हिजो हामीले नगर शिक्षा समितिमा गएर वरिष्ठ शिक्षा अधिकृत भोगेन्द्र यादवज्यूसँग हामीले यो म्याटरमा के कसो भयो भन्ने सोद्धाखेरि उहाँले विभिन्न किसिमका बहानाबाजीहरू, तपाईँले शिक्षाको पेजमा के कमेन्ट गर्नुहुन्छ, कस्ता कस्ता किसिमका कमेन्ट गर्नुहुन्छ, तपाईँको सम्पूर्ण कमेन्ट हामी पढ्दैछौँ, तपाईँ हामीसँग कुरा नगर्नुहोस्, तपाईँलाई म हात जोड्दैछौँ, तपाईँ यहाँबाट जानुहोस् र तपाईँभन्दा अलिकति कम पनि पढेको छुइनँ, तपाईँभन्दा कम नलेज पनि छैन भन्ने कुराहरू भन्नुभयो मलाई। र लास्टमा उहाँले के भन्नुभयो भने तपाईँको दादागिरी हनुमाननगर तपाईँको पालिकामा चल्छ, यो पालिकामा तपाईँको दादागिरी चल्दैन। मैले उहाँलाई स्पष्ट रूपमा भने सर म तपाईँसँग केही कुराको माग गर्दाखेरि जुन निवेदन हामीले दर्ता गराएको छौँ त्यो निवेदनमा के सुनवाई भयो तपाईँसँग माग गर्दाखेरि, लिखित माग गर्दाखेरि दादागिरीको जस्तो तपाईँ शब्द प्रयोग गर्नुहुन्छ, वरिष्ठ शिक्षा अधिकृत जस्तो मान्छे तपाईँ यस्तो किसिमको वर्ड प्रयोग गर्दै हुनुहुन्छ, यो अलिकति भएन सर, यो अलिकति बोल्दाखेरि राम्ररी बोल्नुपर्छ। यो कुराको प्रमाण पनि छ सर, जुन हिजो मसँग यो दादागिरी जस्तो वर्डहरू टाइपको जुन प्रयोग गर्नुभयो माथि उहाँको त्यो सम्पूर्ण मसँग रेकर्ड छ। म रेकर्ड तपाईँ माग्न चाहनुहुन्छ भने म तपाईँलाई त्यो रेकर्ड सेन्ड गर्नु होला। कोही पनि छैन सर, हामी 2 जना मात्रै बसिरहेको छौँ। हामी दुईजना छौँ र दुईवटा बच्चा छ। बच्चा एउटा ठुलो छ 6 वर्षको छ, त्यो स्कुल जान्छ। एउटा बच्चालाई म्याडम सँगै लिएर विद्यालय पनि आउनुहुन्छ। हामीलाई त्यो पनि स्वीकारै थियो सर, तर कुनै पनि ठाउँमा मैले यो पनि भने कि हनुमाननगर रोडमा हामीलाई कतै सरुवा गरिदिनुहोस्, बरु म हनुमाननगर यहाँबाट जान्छु भनेपछि म म्याडमलाई छोडेर जान्छु। तर 2वटा बाटोमा हामीलाई राखिदिनु भएको छ। हामी हनुमाननगरको बाटोमा छौँ, म्याडमलाई तपाईँ गढिया पठाइदिनु भएको छ। यहाँबाट साधन पनि त्यति पाउँदैन गढिया जानको लागि। म्याडमले आफै पनि स्कुटी अथवा बाइक चलाइराख्नु भएको छैन, अथवा गाडीमै पनि जानु पर्यो भने 6 बजेदेखि विद्यालय लाग्छ, कुनै पनि हालतमा 6 बजे विद्यालय पुग्न पनि सकिँदैन। जानकारी गरौँ, यति बेला हामीसँग हुनुहुन्छ शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख शशि कुमार यादव। सर स्वागत छ। थ्याङ्क यू। राजविराज नगरपालिकाले यति बेला के गरेछ भने दरबन्दी मिलान गर्ने क्रममा काजमा खटाइएको छ भनेर विभिन्न शिक्षकहरूलाई शिक्षिकाहरूलाई चाहिँ यो पत्र थमाएर फलानु विद्यालय जानुस्, तपाईँको दरबन्दी अब त्यहाँ भयो, त्यहाँ काम गर्नुपर्छ भनेर निर्देशन दिएको छ। यो विषयमा के भन्न चाहनुहुन्छ? अब अहिलेको वर्तमान सन्दर्भमा स्थानीय तहहरूलाई शिक्षकहरूको दरबन्दी मिलान व्यवस्थापन गर्ने जिम्मा स्थानीय तहको नै हुन्छ र सोही सन्दर्भमा मलाई लाग्छ राजविराज नगरपालिका लगायत विभिन्न स्थानीय तहहरूले शिक्षकहरूलाई STR स्टुडेन्ट टिचर रेसियोको अनुपातमा शिक्षा नियावली बमोजिम शिक्षकहरूको व्यवस्थापन गर्ने र दरबन्दी मिलानको काम चाहिँ गरिराखेको भन्ने एकाइलाई पनि जानकारी प्राप्त भएको छ। यसै सन्दर्भमा राजविराज नगरपालिकाबाट पनि शिक्षकहरूलाई चाहिँ दरबन्दी मिलान व्यवस्थापनको सन्दर्भमा कतिपय शिक्षकहरूलाई काज खटाइएको, दरबन्दी सहित सरुवा गरिएको भन्ने जानकारी प्राप्त हुन आएको छ। यस सन्दर्भमा अब शिक्षा तथा मानव स्रोत विकास केन्द्रले चाहिँ साबिकमा काज खटेको शिक्षकहरूलाई काज फिर्ता गर्न निर्देशन दिइएको र अहिले वर्तमानमा 83/1/11 को पत्र बाट चाहिँ काज खटिने शिक्षकहरू विवरण पनि माग गरिएको हुनाले सकभर हाम्रो अब शिक्षा अधिकृतहरूसँगको बैठकमा हामीले चाहिँ सकभर शिक्षकहरूलाई काज खटाउने र खटाउनै पर्ने विशेष अवस्था भएमा अब त्यो सम्बन्धमा नगर शिक्षा समितिहरू हुन्छ, सो सम्बन्धमा निर्णय गरेर चाहिँ आवश्यक चाहिँ त्यहाँ निर्णय गर्न सकिन्छ। सर दरबन्दी मिलान गर्न सकिन्छ, तर यसरी काजमा खटाइएको छ भनेर यो त सायद अलिकता असम्भव जस्तो लाग्दैन तपाईँलाई? अब दरबन्दी मिलानको अब विभिन्न स्टेजमा काम हुन्छ, विभिन्न स्टेपमा चाहिँ काम हुन्छ। यो प्रारम्भिक रूपमा चाहिँ मैले यसो राजविराज नगरपालिकाको शिक्षा अधिकृतले बुझ्दाखेरि प्रारम्भिक काम भएको अवस्था छ। अब फर्स्ट फेजमा चाहिँ अब धेरै दरबन्दी भएको शिक्षकहरूलाई चाहिँ थोरै दरबन्दी भएको र विद्यार्थी सङ्ख्या उच्च रहेको विद्यालयहरूमा चाहिँ केही शिक्षकहरूलाई काज खटाइएको पनि जानकारी प्राप्त भएको छ। अब पछि अब दरबन्दी मिलान सम्बन्धी कार्यदल त्यहाँको नगर शिक्षा समितिहरूको निर्णय बमोजिम पछि चाहिँ अब पदाधिकार सहित अथवा दरबन्दी सहित चाहिँ व्यवस्थापन हुनेमा जानकारी प्राप्त भएको हुनाले यसलाई चाहिँ अब सामान्य रूपमा लिनुपर्ने अवस्था छ। तर यही सन्दर्भमा के भयो भने 2 जना शिक्षिकाको 3 दिनको हाजिरी नै काट्या रहेछ त विद्यालयले। अब हाजिरी अब त्यो सम्बन्धमा के हो अब स्थलगत चाहिँ बुझ्नुपर्छ र यो सम्बन्धमा चाहिँ छुट्टै अब शिक्षा अधिकृतसँग चाहिँ जानकारी लिनुपर्ने हुन्छ। अब किन काट्यो हाजिरी, अब हाजिरी काट्नुको के उद्देश्य थियो? उद्देश्य के थियो भने त्यो पीडित शिक्षिकाको भनाइअनुसार
सर हामीलाई जुन ठाउँमा सरुवा गर्यो नि तपाईँ अब त्यो विद्यालय जानुहोस् त्यहाँ एटेन्डेन्ट गर्नुहोस् त्यहाँ हाजिरी बनाउनुहोस् भनेर भनेको छ यो विद्यालय नआउनुहोस् यहाँ हाजिरी गर्दा सबै हाजिरी काटेको छ भनेर हामीलाई जानकारी गराउनु भयो। अब त्यो सन्दर्भमा अब शिक्षा नियमावलीमा प्रष्ट व्यवस्था छ, सरुवा भएपछि 21 दिनभित्र रमाना लिनुपर्ने प्रोभिजन छ। अब त्यही सन्दर्भमा 21 दिनभित्र जुन दिन पनि रमाना लिँदा हुन्छ। अब आज सरुवा भयो, आज नै चाहिँ रमाना लिएर गइहाल्नुपर्ने त्यस्तो कुनै बाध्यात्मक व्यवस्था छैन र यही सन्दर्भमा यसैलाई इस्यु बनाएर चाहिँ शिक्षिकाको निज शिक्षकको चाहिँ विद्यालयको हेड सरले चाहिँ हाजिरी नकाट्नुपर्ने हो र यो किन काट्यो यो सन्दर्भमा थप चाहिँ हामी यो सम्बन्धमा के हो भनेर सम्बन्धित विद्यालयको हेड सरलाई चाहिँ हामी बुझ्छौँ। स्पष्टीकरण लिनुहुन्छ? अब यस सम्बन्धमा हामीले अब स्पष्टीकरण भन्दा पनि अब के हो यथार्थ अब पालिकाको शिक्षा शाखासँग चाहिँ समन्वय गरेर अब बुझेर मात्रै चाहिँ अब अगाडि बढ्ने चाहिँ हाम्रो चाहिँ हो। हस्, थ्याङ्क यू सो मच। जानकारी गरौँ, यति बेला हामीसँग हुनुहुन्छ राजविराज नगरपालिका शिक्षा शाखाका प्रमुख भोगेन्द्र यादवजी। स्वागत छ। धन्यवाद। राजविराज नगरपालिका वाडा नम्बर 7 स्थित रहेको श्री आधारभूत विद्यालय केन्द्र नम्बर 2 मा गएको थियो। त्यहाँ चाहिँ 2 जना शिक्षिकाको 3 दिनको हाजिरी नै काटेको रहेछ। त्यसैको लागि मैले अहिले निमित्त हेड म्याडम हुनुहुन्छ उहाँलाई पनि बोलाएको छु। यो कुराहरू चाहिँ अब जानकारी पाएँ र त्यही कुराहरूको बारेमा चाहिँ सोधी खोजी गर्नका लागि अहिले निमित्त हेड म्याडम हाम्रो बबिता म्याडम हुनुहुन्छ, उहाँलाई पनि बोलाएर चाहिँ विषयवस्तु चाहिँ बुझ्ने क्रममा छु। एउटा अझै के व्यापकै आलोचना भइरहेछ भने तपाईँहरूले जसरी दरबन्दी मिलान गर्ने क्रममा काजमा खटाउनु भएको छ, त्यो विभागले भनेको छ काजमा खटाउनु भनेर। यसो विभागले चाहिँ साबिकमा जुन चाहिँ काजमा चाहिँ हाम्रो शिक्षकहरू हुनुहुन्थ्यो, साबिकमा भन्दाखेरि चाहिँ 80 अनि 81 सालमा उहाँहरूलाई फिर्ता बोलाउने र अहिले काजमा नखटाउने किसिमको चाहिँ निर्देशन दिएको त हो। तर हामीले चाहिँ यहाँ काजमा खटाउनुको मतलब चाहिँ शिक्षकलाई सरुवा शिक्षक व्यवस्थापनै गरेको हामीले। हाम्रो चाहिँ लगभग यो शैक्षिक सत्र सुरुवात भएको समयमा हामीले चाहिँ कम विद्यार्थी भएको विद्यालयबाट अलिकति अधिक विद्यार्थी भएको चाहिँ विद्यालयमा हामीले उसलाई STR भन्छौँ, स्टुडेन्ट टिचर्स रेसियो, होइन, विद्यार्थी शिक्षक अनुपात मिलाएर हामीले गरेको हो। र त्यो शिक्षक विद्यार्थी अनुपात मिलाउनका निमित्त हाम्रो एउटा चाहिँ दरबन्दी मिलान कार्यदल गठन भएको छ र त्यसमा हाम्रो जनप्रतिनिधिज्यूहरू शिक्षा समितिका नगर शिक्षा समितिका चाहिँ भनौँ न हाम्रो अध्यक्षजी अनि सदस्यजीहरूको चाहिँ त्यो एउटा समूह छ। त्यसलाई हामीले दरबन्दी मिलान कार्यदल बनेका छौँ र त्यो दरबन्दी मिलान कार्यदलले निकै समय लगाएर लगभग यो स्कुलमा बच्चाहरूको विद्यार्थीहरूको सङ्ख्या कम छ, त्यो फलानु स्कुलमा अलिकति अधिक छ, त्यो त वर्षौँदेखि देखाउँदै आइरहेको छ सर। र तपाईँले चाहिँ देखाइराख्नु भएको थियो होइन। र त्यसलाई हामीले चाहिँ यसो अब चाहिँ बिचमा तपाईँले देखाउँदाखेरि जस्तै कार्तिक मुङसिरतिर चाहिँ देखाउँदाखेरि बिचमा शिक्षकलाई सरुवा गर्दा अलिकति अप्ठ्यारो हुन्छ र हाम्रो चाहिँ निर्देशिकाले र ऐन कानुनले पनि हामीलाई स्थानीय तहलाई शिक्षकको दरबन्दी मिलान गर्ने अधिकार दिएको छ र हामीले त्यही दरबन्दी मिलानको क्रममा दरबन्दी मिलान कार्यदल एउटा गठन गर्यौँ। त्यो कार्यदलले चाहिँ कम विद्यार्थी भएको विद्यालयबाट अधिक विद्यार्थी भएको चाहिँ विद्यालयमा अधिक शिक्षकहरूलाई पठाउनुपर्छ भनेर चाहिँ सिफारिस गर्नुभयो। त्यस पछाडि हाम्रो नगर शिक्षा समितिले उक्त सिफारिसलाई अनुमोदन गरेर जुन विद्यालयमा चाहिँ दरबन्दी बेसी छ, शिक्षक कम छ, त्यसलाई अलिकति चाहिँ विद्यार्थीहरू बेसी भएको ठाउँमा पठाउनुहोस् भन्ने किसिमको चाहिँ सिफारिस। अब यसमा यहाँ के देखियो भने जसरी तपाईँले दरबन्दी मिलान गर्न सक्नुहुन्छ, तर जसरी काजमा खटाउनु भएको छ नि, अब पढाउने अर्को विद्यालयमा दरबन्दी जुन विद्यालयमा छ त्यहीबाट तल भत्ता खाने सेवा सुविधा लिने हो कि होइन? यो वास्तवमा हामीले चाहिँ के सोच्यो भन्नुहुन्छ भने अहिले तत्काल चाहिँ काजमा खटाउने दरबन्दी मिलानै हो, दरबन्दी काटेर नै दिने हो हामीले होइन, दरबन्दी मिलानको क्रममा। र यो चाहिँ राजविराज नगरपालिकामा वर्षौँदेखि दशकौँदेखि चाहिँ नभएको काम चाहिँ भएको छ होइन। र शिक्षकज्यूहरूले एउटा विद्यालयमा आइसकेपछि लगभग त्यहीँबाट चाहिँ रिटायर हुने किसिमको, त्यहीँबाट चाहिँ लास्ट समय चाहिँ बिताउने किसिमको चाहिँ भनौँ न एउटा सोच, एउटा चाहिँ भनौँ न त्यस्तो किसिमको पृष्ठभूमि बनेको अवस्थामा हामीले प्रारम्भमा चाहिँ काजमा पठाउँ ट्रायलको रूपमा होइन। त्यस पछाडि चाहिँ उहाँहरूले के भन्नुहुन्छ भन्दाखेरि हामी सर विद्यालयमा विद्यार्थी बढाउँछौँ र हामीले के भन्यौँ विद्यालयमा यदि विद्यार्थी चाहिँ बढ्यो भने हामी पुनः त्यो शिक्षकलाई तपाईँलाई ल्याइदिन्छौँ र हामीले जुन चाहिँ विद्यालयमा पठाएका छौँ त्यसमा फेरि वैकल्पिक प्रबन्ध गर्छौँ। त्यसबाट हामीले चाहिँ शिक्षकलाई पनि अलिकति
पढाउनुपर्छ होइन। थोरै विद्यार्थी भएको विद्यालयमा चाहिँ कसरी चाहिँ समय काट्ने र एउटा नेपाल सरकारको जुन चाहिँ हामी नुन खाएका छौँ त्यसको सोझो पनि तिर्नुपर्छ होइन। र विद्यार्थीको लागि चाहिँ पढाउनको लागि नियुक्त भएको शिक्षकहरू पढाउनुपर्छ भन्ने हिसाबले चाहिँ गरेको यो प्रारम्भिक काम हो। वास्तवमा यो दरबन्दी मिलानकै क्रममा सरुवा गरिएको अवस्था हो। तर प्रारम्भमा चाहिँ हामीले चाहिँ काजमा पठायौँ अनि त्यस पछाडि हामी पदस्थापना गर्छौँ। जसरी यो काजमा खटाउनु भएको छ नि, यहाँ धेरै जसो शिक्षिकाहरू हुनुहुन्छ जसलाई ससाना नानी बाबुहरू हुनुहुन्छ है। अब उहाँहरूलाई चाहिँ विकट ठाउँमा दिनुभएको छ जहाँसम्म कि यातायातको सुविधा पनि छैन र कतिपय शिक्षिकाहरूलाई न त त्यो स्कुटी चलाउन आउँछ न त मोटरसाइकलहरू चलाउन आउँछ। ती शिक्षिकाहरूलाई प्राथमिकता दिनुपर्ने कि नै? एकदमै तपाईँले भन्नुभएको कुरा नेपाल सरकारले चाहिँ हाम्रो दरबन्दी मिलानको जुन कार्यविधि नेपाल सरकारले चाहिँ स्वीकृत गरेर हामीले पठाएको छ त्यो कार्यविधिमा स्पष्ट छ हाम्रो चाहिँ महिला, गर्भवती, अपाङ्ग, अशक्तहरूलाई पहिलो चरणमा हामीले छोएका छैनौँ होइन, एउटा कुरा। अर्को कुरा जुन चाहिँ तपाईँले भन्नुभयो महिलाहरूलाई चाहिँ विकट ठाउँमा चाहिँ पठाइदिनु भएको छ त्यो सरासर झोट हो। हामीले अहिलेसम्म चाहिँ 20-21 जनाको मात्रै सरुवा गरेका हौँ, जसमध्ये हामीले चाहिँ पुरुष चाहिँ 4-5 जना पुरुष सरहरूलाई चाहिँ गरेका छौँ। र हाम्रो चाहिँ राजविराज नगरपालिकाको कुनै पनि वार्ड त्यस्तो विकट छैन। र राजविराजको यो चाहिँ अहिले हामी जुन चाहिँ बसिरहेका छौँ यो वडा नम्बर 3 हो, केशव अनुरुद्धवती माध्यमिक विद्यालयको प्राङ्गणमा छौँ हामी। र हाम्रो नगरपालिकाको भवनहरू जलेको तपाईँलाई थाहै छ। र यो चाहिँ विद्यालयसँग एउटा चाहिँ हामी भनौँ न शिक्षक सामिकमा चाहिँ शिक्षक भवन थियो, त्यसलाई हामीले चाहिँ यो कार्यालयको रूपमा प्रयोग गरेका छौँ। र यो कार्यालयको इर्दगिर्दमा उहाँहरू हुनुहुन्थ्यो, राजविराज नगरपालिकाको इर्दगिर्दमा। राजविराज नगरपालिकाको चाहिँ इर्दगिर्दमा भएको विद्यालयहरू हाम्रो सरकारी सामुदायिक विद्यालयहरू सबै सुकेर गएको छ। र यो राजविराज नगरपालिकाको कार्यालयसँग टाँसिएको 9 नम्बर छ। अहिले 9 नम्बर भनेको हाम्रो चाहिँ यो के अरे रूपनीतिर जाने जुन चाहिँ हाम्रो बाटो छ त्यसको गडियामा जुन चाहिँ पुल छ त्यही पुलनेर त्यो पुलको पारी यहाँबाट चाहिँ 1.5 किलोमिटर पनि नहोला होइन। त्यो चाहिँ विद्यालयमा हामीले 4 जना महिला शिक्षिकाहरूलाई हामीले गरेका छौँ। उहाँको एकदमै सानो बाबु हुनुहुन्छ है, जसमा चाहिँ हो एकदमै त्यो चाहिँ जायज छ। जसमा हामीले चाहिँ 21 जना मध्ये सबभन्दा बेसी प्रायोरिटी भनेको त्यो बच्चा जुन चाहिँ पाउनुभएको छ हाम्रो म्याडमहरू, त्यो बच्चा हाम्रै बच्चा हो। सम्पूर्ण चाहिँ शिक्षक स्टाफहरू सर म्याडमहरू हाम्रै स्टाफ हुनुहुन्छ। हामीले कसैलाई पनि काखा पाखा चाहिँ गर्न मिल्दैन। र त्यो निर्देशिकाले पनि हामीलाई के भनेको छ भन्नुहुन्छ भने गर्भवती, अपाङ्ग, महिला भनौँ न त्यस्तो किसिमकोलाई चाहिँ सुरुमा नचलाउने। र हामीले चाहिँ उहाँहरूलाई चाहिँ धेरै बचाउने कोसिस गऱ्यौँ होइन। र उहाँ चाहिँ जतिजनालाई हामीले सरुवा गऱ्यौँ बच्चा चाहिँ धेरै सानो होइन, एकजनाको बच्चा चाहिँ 1.5 वर्षको छ र 1-2 जनाको बच्चा चाहिँ भनौँ न वर्ष चाहिँ पुग्न लागेको अवस्था हो। र सरकारले चाहिँ अहिले के भनेको छ भन्नुहुन्छ भनेदेखि त्यस्तो चाहिँ सानो बच्चा भएको, गर्भवती भएको चलाउनै पर्यो भनेदेखि एकदमै चाहिँ सुगम ठाउँमा सहज ठाउँमा पठाउनुहोस् भन्ने किसिमको कुरा गरेको छ। र हामीले 21 जना मध्ये सबभन्दा सजिलो ठाउँमा चाहिँ उहाँ लेडिजहरूलाई पठाएको। उहाँ म्यामहरूले शिक्षिकाहरूलाई त फेरि एका बिहानै मलाई फोन गर्नुभयो, सर यत्रो समस्या हामी भोगिरहेछौँ, यहाँ हाम्रो हाजिरी पनि काटिया छ, निवेदन दर्ता गराउन आउँदा निवेदन पनि दर्ता गर्न मानेको छैन। विद्यालयमा अब निवेदन के गरी चाहिँ दर्ता गर्नु भएन त्यो त मलाई थाहा भएन। त्यसैको लागि चाहिँ म अहिले चाहिँ हेड म्याडमलाई पनि बोलाएको छु। विद्यालयमा निवेदन दिँदाखेरिको अवस्थामा दर्ता गर्नुपर्छ, किनकि विद्यालयको चाहिँ हेड म्याडम भनेको त्यो विद्यालयको चाहिँ प्रशासक हो, त्यो विद्यालयको हाकिम हो होइन। राम्रो खराब प्रधानाध्यापक म्याम त हुनुहुन्न विद्यालयमा क्यारे छ? निमित्त दिगेर जानुभएको छ। प्रधानाध्यापक म्याडम चाहिँ बिरामी भएर काठमाडौँ जानुभएको हो र निमित्त म्याडमले अहिले चाहिँ म त्यसैको लागि चाहिँ बोलाएको छु। तपाईँले निवेदन त दर्ता गर्नुपर्छ। र उहाँले के भन्नुभयो, सर आज म चाहिँ दराजको साँचो लिएर गएको थिइनँ र उहाँको निवेदन मैले लिएँ, तोक लगाएँ र आजैको मितिमा मैले चाहिँ दर्ता गर्छु र अहिले चाहिँ उहाँहरू सायद दर्ता गरेर आउनु भयो। सर उहाँहरूले चाहिँ साँचो बिर्सिनु भयो तर हाजिरी काट्न ती म्याम शिक्षिकाहरूको हाजिरी काट्न बिर्सिनु भएन? हाजिरी यसो भयो, हाजिरी चाहिँ काट्न अब कुन तरिकाले काट्नुभयो त्यो पनि सोध्छु म होइन। यो तपाईँको निर्देशन थियो सर? होइन, यो यसो मेरो निर्देशनमा हाजिरी चाहिँ त्यो विद्यालयको चाहिँ प्रशासक बनेको हेड म्याडम हो र सरुवा भएर चाहिँ गइसक्नु भएको शिक्षक अनि रवाना पनि दिइसक्नु भएको। जस्तै म चाहिँ उहाँहरूको रवाना पनि बोधार्थ कपी हाम्रो चाहिँ शिक्षा शाखामा आइसकेको अवस्था म देखाउन सक्छु तपाईँलाई। हामीले चाहिँ 7 दिनसम्म चाहिँ मिलाइदिनुहोस् न उहाँहरूलाई, किनकि धेरै टाढा त जानु पर्दैन। तर निर्देशिका अनुसार त सर 21 दिनको समय अवधि हुन्छ है? होइन, सरुवा भएर चाहिँ शिक्षकहरू एउटै नगरपालिकामा
टाँसिएकै 7बाट चाहिँ 9मा जाँदाखेरि 21 दिन त लाग्दैन होइन। त्यो एउटा चाहिँ हेर्नु होला तपाईँ, 21 दिन छैन। र मैले चाहिँ उहाँहरू लगभग मेरो विचारमा 15-20 दिन चाहिँ वेट गर्नुभयो। अनि चाहिँ उहाँले रवाना दिनुभयो। रवाना दिएर हामीलाई चाहिँ बोधार्थ पठाउनु भयो। अनि जुन विद्यालयमा उहाँहरू जानुहुन्छ त्यो विद्यालयमा पनि रवानाको प्रति पठाइसक्नु भयो। अनि विद्यालयमा जाने विद्यालयले हामीलाई पनि हैरान पारिदिएको छ। जाने विद्यालयमा 150 विद्यार्थी अनि 2 जना मात्रै दरबन्दी, एउटा विद्यालय। अनि फेरि अर्को विद्यालय जाने विद्यालयमा चाहिँ 150 दरबन्दी अनि एउटा के अरे शिक्षक 150 विद्यार्थी र एउटा मात्रै दरबन्दी भएको कारणले सर हामीले त पढाउन निकै मुस्किल भयो, सरुवा गर्नुभएको सर म्याडमलाई पठाइदिनुहोस् भनेर हामीले चाहिँ तागेदा गर्नुभयो उहाँहरूले, हेड सरहरूले। र उहाँहरूले यहाँको पनि हेड सर हेड म्याडमहरूले तागेदा गर्नुभयो। त्यो हिसाबले उहाँहरू चाहिँ रवाना दिएर पठाइसकेपछि त्यो उहाँको चाहिँ अब त्यो स्कुलमा गएर चाहिँ हाजिर गर्नुहुन्छ भनेर चाहिँ हाजिर काट्नुभएको। र जुन विद्यालयमा हामीले चाहिँ काम गर्न पठाएका छौँ त्यो विद्यालयमा गएर काम गर्नुपर्छ, किनकि यो हाम्रो भनौँ न अर्को कार्यालयमा त्यो सर शिक्षामा सुधार गर्नुहोस्, मेरो समर्थन जहिले पनि हुन्छ, तर यति मात्र हुनु पर्यो, निष्पक्ष रूपले दरबन्दी मिलान हुनु पर्यो, कुनै पनि शिक्षक अथवा शिक्षिकाहरूलाई तनाव हुनु भएन है। एकदमै जुन चाहिँ कुरा तपाईँले भन्नुभयो त्यो चाहिँ यहाँ टेबलमा बसिसकेपछि तपाईँ बस्नुहोस्, म बस्छु, त्यो सबै कर्मचारी 400-500 जुन चाहिँ कर्मचारी राजमा छ त्यो सबै हाम्रै कर्मचारी हो। कसैलाई काखा पाखा यदि हामी गरियो भने त्यो चाहिँ उजागर हुन्छ। जस्तै अहिले तपाईँ माग्न सक्नुहुन्छ नि, जस्तै सर कुन आधारमा चाहिँ फलानु म्याडमको सरलाई चाहिँ पठाउनु भयो भन्दाखेरि हामीले चाहिँ आधार दिन सक्नुपर्छ होइन। कनिष्ठबाट हाम्रो चाहिँ काट्ने चाहिँ निर्देशिकाले भनेको छ त्यो विद्यालयमा 5 जना शिक्षक शिक्षिकाहरूमध्ये जो सबभन्दा जुनियर छ तलबाट काट्नुहोस्, एउटा चाहिँ आधार दिएको छ हामीलाई। र हामीले चाहिँ तपाईँलाई काटेर पठाइदिन्छौँ सिनियरलाई अनि आफ्नो मान्छेलाई राखिहाल्छौँ भनेदेखि एक दिनको कुरा त होइन। त्यसै उसले गर्दाखेरि निर्देशिकाले हामीलाई निर्देशन दिएको अनुसार कनिष्ठबाट हामी चाहिँ पठाएका छौँ, एउटा कुरा। र अर्को चाहिँ उहाँहरू चाहिँ सानो बच्चा वास्तवमा हो 1-1.5 वर्षको र 1 वर्ष पुग्न लागेको बच्चाहरू सबभन्दा नजिकमा हामीले पुरुष शिक्षकलाई चाहिँ 13 नम्बरमा पठाएका छौँ। जस्तै चाहिँ बोरियाको एकजना चाहिँ सन्त यादव सर हुनुहुन्छ, त्यहाँको पनि उहाँ चाहिँ प्राविधिक शिक्षक हुनुहुन्छ। अनि विद्यार्थी कम भएको कारणले त्यहाँको पनि दरबन्दी काटिएको हो। र उहाँले अलिकति टाढा 13 नम्बर भनेको बिसारिया। अब तपाईँ हेर्नुहोस् बिसारिया कहाँ छ, बिसारिया पठाएको हो। एकजना हाम्रो चाहिँ उमाकान्त मण्डल सर काटिराख्नु भएको छ यहाँ 8 नम्बरबाट, उहाँलाई पिपराही पठाएका छौँ। बिसहरिया र पिपराहीको तुलनामा त यो हाम्रो 9 नम्बर भनेको यो गढिया मोलेट भनेको रोडैमा छ। सबभन्दा सजिलो हामीले यो टेबलमा बसिसकेपछि सबै कर्मचारी हाम्रो हो, पीडामा अनि सुखमा पनि हामी साथ दिनुपर्छ। कसैले काखा पाखा हामी गरेका छैनौँ, एउटा कुरा। र अर्को चाहिँ उहाँहरूको बच्चा चाहिँ सानो भएको कुरालाई हामी चाहिँ मध्यनजर गरेका छौँ, हृदयङ्गम गरेका छौँ। र हाम्रो राजविराज नगरपालिकामा जहाँ जहाँ विद्यालयमा हामीलाई चाहिँ शिक्षक पठाउनु पर्ने हो त्यसमा सबभन्दा चाहिँ सजिलो विद्यालयमा, सबभन्दा पाइक पर्ने विद्यालयमा उहाँलाई अहिले उहाँ म्यामसँग स्पष्टीकरण लिनुहुन्छ? एकदमै उहाँलाई चाहिँ अहिले त्यसैको लागि हामीले चाहिँ बोलाएका हौँ, के कारणले चाहिँ काट्नुभयो होइन। थोरै कुरा गर्दै थियौँ, अहिले चाहिँ हेर्नुभयो तपाईँ आउँदाखेरि यही कुर्सीमा उहाँ बस्नुभएको थियो होइन। र उहाँ चाहिँ आफ्नो चाहिँ जिकिर यहाँ पेस गर्नुहुन्छ। हस्, थ्याङ्क यू। साँच्चीकै शिक्षा क्षेत्रमा व्यापकै समस्याहरू रहेको छ। जसरी हामीले पछिल्लो समयदेखि नै विद्यालयहरूको वास्तविकता यहाँहरूको माझ हामी प्रस्तुत गर्दै आइरहेका छौँ, ती बेला चाहिँ शिक्षा क्षेत्रमा कतिको समस्या रहेको छ, ती बालबालिकाहरूले कतिको अप्ठ्यारो भोगिरहेको छ। र म शिक्षा मन्त्री सस्मित पोखरेललाई के अनुरोध गर्न चाहन्छु भने अलिकता तपाईँहरूको चासो चाहिँ यो शिक्षा क्षेत्रमा होस्, यो सस्तो लोकप्रियता कमाउने काम नगरिदिनुहोस्। बालबालिकाहरूको भविष्य कसरी राम्रो बन्न सकिन्छ, कसरी ती बालबालिकाहरूले राम्रो शिक्षा आर्जन गर्न सकिन्छ, कसरी ती शिक्षक शिक्षिकाहरूले विद्यार्थी भाइ बहिनीहरूलाई राम्रो शिक्षा दिन सकिन्छ, त्यसतर्फ तपाईँहरूको ध्यान आकर्षण होस् भनेर अनुरोध गर्न चाहन्छु।